गाइज आज मैले हजुरहरूको लागि एकदम अति उपयुक्त हुने भिडियो लिएर आइरहेको छु। स्पेसली जसले फेसबुक मोनिटाइज गर्न चाहनुहुन्छ र कन्टेन्ट मोनिटाइज गरेर 2-4 पैसा कमाउन चाहनुहुन्छ उहाँहरूको लागि चाहिँ अति उपयोगी हुन्छ है। यस्तै जानकारीमूलक भिडियोहरू हेर्न चाहनुहुन्छ भनेदेखि हजुरहरूले लाइक कमेन्ट सेयर चाहिँ अवश्य गर्नुहोला। अनि अर्को कुरो उहाँहरूको लागि पनि उपयोग हुनसक्छ जसले अब धेरै भुल्नुहुन्छ। जस्तै अब कम्प्लेन आइराखेको हुन्छ बुढी या गर्लफ्रेन्डबाट, ओए मेरो बर्थडे पनि तँलाई याद छैन भनेर न्यु खोजिराख्नु भएको हुन्छ, न्यु खोजिराखेको हुन्छन्। प्राय सबैको लाइफमा यस्तो घटनाहरू घटिराखेको हुन्छ। उहाँको लागि पनि अति उपयोगी हुनसक्छ। त्यो भनेको के हो भन्नुहुन्छ भने अहिले फेसबुकले नयाँ एउटा फिचर दिएको छ। त्यो अब हजुरहरू कतिलाई थाहा छ छैन। त्यो फिचर के हो भन्नुहुन्छ भने हजुरहरू फेसबुकमा जानुहोस् हैन। फेसबुकमा गएर यहाँनिर जानुहोस्। अब सबैलाई थाहा छ। अनि सबैले आफ्नो स्ट्याटस या भिडियो रिल्सहरू अपलोड गरिराख्नु भएको हुन्छ। यहाँ तल जानुहोस् अनि वाट्स अन युर माइन्ड भन्ने छ यहाँनिर। यहाँ हेर्नुहोस्, यहाँ क्लिक गर्नुहोस्। अनि हजुरले कुनै पनि पोस्ट गर्न चाहनुहुन्छ, अब जे पनि कन्टेन्टहरू स्ट्याटस या रिल्स पोस्ट गर्न चाहनुहुन्छ त्यसलाई यहाँनिर क्लिक गर्नुहोस्। हजुरले जे पोस्ट गर्न चाहनुहुन्छ त्यसको लागि तयारी गर्नुहोस्। अनि यहाँ गइसकेपछि हजुरहरूले अब यहाँ केही लेख्न चाहनुहुन्छ भने लेख्नुहोस्, लेख्न चाहनुहुन्न भनेदेखि इट्स ओके, यहाँ नेक्स्ट गर्नुहोस्। नेक्स्ट गरिसकेपछि यहाँ हेर्नुहोस्, हरेक अप्सनहरू दिइराखेको हुन्छ। ट्रान्सलेसन युआर भोइस भनेको छ हैन, अल मेटा एभ्रिथिङ यहाँ छ। अनि यहाँ सेड्युल भन्ने चाहिँ अप्सन देख्नु भएको छ, सेड्युल अप्सन भन्ने छ। यहाँनिर क्लिक गर्नुहोस्। यहाँनिर क्लिक गरेर हजुरहरूले रेडी गरिसकेको कन्टेन्टहरूलाई चाहिँ रेडी गरिसकेपछि यो अप्सनमा जानु होला र यहाँ पोस्ट नाउ छ, पोस्ट नाउ नगर्नुहोस्। पोस्ट नाउ गऱ्यो भनेदेखि अहिलेको अहिले नै पोस्ट हुन्छ। यदि हजुरले अब आफ्नो बुढी छोराछोरी या गर्लफ्रेन्ड कसैको पनि बर्थडे विस गर्नुपर्नेछ, उहाँको सक्सेसको लागि विस गर्नुपर्नेछ र हजुरहरूले ठ्याक्कै त्यही दिन भुल्नुहुन्छ भने त्यसको लागि हजुरले हजुरको टाइम फ्री हुँदाखेरि त्यो कन्टेन्ट भिडियोहरू रेडी गर्नुहोस्। अनि रेडी गरिसकेर अघि मैले देखाए चाहिँ गरेर यो अप्सनमा जानुहोस् र सेड्युल फर लेटर भनिरहेछ नि, यहाँनिर क्लिक गर्नुहोस्। यहाँनिर क्लिक गरिसकेपछि हजुरलाई क्यालेन्डर देखाइराखेको हुन्छ। अब हजुरले जुन कुनै डेट, जुन कुनै इयर्स यहाँ छ, अर्को महिना या अर्को वर्ष जुन कुनैमा गएर गर्न सक्नुहुनेछ। यहाँनिर आजकै देखाइरहेछ। अब आजकै मान्नुहोस्, ल भोलिलाई गर्नुहोस्। यहाँ भोलि 18 गते, आज 17 गते हो, भोलि 18 गतेको लागि गर्नु छ या 1 वर्ष पछिको लागि हजुरले गर्नु छ भने पनि त्यो सार्न मिल्छ। यहाँ स्क्रोल गरेर सार्नुहोस्। मैले यहाँ फर इक्जाम्पलको लागि भोलिको लागि गर्दैछु। भोलिको लागि गर्नको लागि 18 मा जानुहोस् अनि ओके गर्नुहोस्। ओके गरिसकेपछि हजुरले कुन टाइममा पोस्ट गर्न चाहनुहुन्छ त्यो भिडियो या हजुरले लेखेको स्ट्याटस, त्यसलाई चाहिँ टाइम घुमाउनुहोस् है। यहाँ अब एएम पिएम 3, 4, 5 जति बजे हजुरले गर्न चाहनुहुन्छ त्यो टाइमलाई घुमाउनुहोस्। यहाँ सेकेन्ड छ है। अब हजुरले यहाँ टाइममा क्लिक गर्नुभयो भने 7 बजे, 8 बजे जति बजे चाहनुहुन्छ हजुरले, 10 बजे, 12 बजे गर्नुहोस्। 12 बजे अब नेपालको डेट चेन्ज हुन्छ भनेदेखि अब त्यही अनुसार गर्नुहोस् है, 12 बजे गर्नुहोस्। अनि हजुरले अब सेकेन्ड 12 बजेर कति मिनट गर्न चाहनुहुन्छ, सेकेन्डमा गर्न चाहनुहुन्छ भने पनि यहाँ घुमाउन मिल्छ है। 12 बजेर मैले चाहिँ 10 मिनटमा राखेँ है, यो फर इक्जाम्पल। यति गरेपछि ओके गर्नुहोस् है। भोलि 18 गतेको 12 बजेर 10 मिनटमा हजुरको भिडियो चाहिँ पोस्ट हुनेछ। यति गरिसकेपछि हजुरले यहाँ सेभको अप्सन देख्नु भएको छ नि, यो सेभको अप्सनलाई क्लिक गर्नुभयो भने त्यो भोलि हजुरको भिडियो भोलि 12 बजेर 10 मिनट जाँदा अटोमेटिक फेसबुकले आफै अपलोड गरिदिनेछ।
यस्तै गरी हजुरले अब अर्को वर्षको कुन महिना कुन गते हजुरको बुढी या गर्लफ्रेन्ड छोराछोरीको बर्थडे छ या कुनै विस गर्नु छ भनेदेखि त्यो भिडियो आज हजुरलाई फुर्सद हुँदा टाइम हुँदाखेरि आजै रेडी गरेर हजुरले 1 वर्षपछि पनि पोस्ट गर्न सक्नुहुन्छ। यदि हजुरको भुल्ने समस्या छ, हजुरले सम्झिन सक्ने क्यापासिटी कम छ भनेदेखि त्यो अप्सन अपनाउन सक्नुहुन्छ। फेसबुकले अहिले त्यस्तो फिचर दिएको छ। किनभनेदेखि हजुर बुढा तिमीले मेरो बर्थडे पनि याद नगर्ने, मलाई विस पनि नगर्ने, तेरि तिमीले मलाई के माया गर्छौ, तिमीले मलाई बर्थडे पनि विस नगर्ने, भुल्ने, मेरो बर्थडे पनि याद नहुने भनेर गर्लफ्रेन्डले कम्प्लेन गर्न पनि पाउँदैन। हजुरले यो अप्सन अपनाएर चाहिँ आफू सेफ हुन सक्नुहुन्छ। यस्तै जानकारीमूलक भिडियोहरू मैले पोस्ट गरिरहनेछु। यदि हजुरलाई यो उपयोग लाग्छ भनेदेखि यो भिडियोलाई कमेन्ट, लाइक र सेयर गर्नुहोला। यस्तो जानकारीमूलक भिडियो हजुरले फ्युचरमा पनि पाइराख्नुहुनेछ है।